नमस्कार साथीहरू। आज लामो समयपछि चाहिँ फेरि म एउटा सानो नेप्से एनालाइसिसको इजी भिडियो लिएर आएको छु हैन। अब म चाहिँ विभिन्न कारणले गर्दाखेरि अब यो अहिले नेप्सेमा पहिले नै सेल गरेर बसेको कारणले गर्दाखेरि पनि अहिले भिडियोहरू लिएर म त्यति आउँदिनँ हैन, र कहिलेकाहीँ आउँछु। र अहिले चाहिँ म त्यस्तो हार्ड एन्ड फास्ट भिडियो लिएर पनि आउँदिनँ, मोबाइलबाट सिम्पल एनालाइसिस गरेर म तपाईँहरूलाई दिन्छु हैन। र मेरो थिङ्किङ, मेरो कस्तो छ एनालाइसिस त्यही तपाईँहरूलाई भन्छु हैन। जस्तै यहाँनिर अहिले के देखियो भन्दा नि नेप्से यो कन्सोलिडेसन एरियामा थियो हेर्नुहोस्, यो एरियामा हैन, यो नेप्सेले यो ब्रेक गरिसकेको छ हैन। अब अस्ति नै भोल्युम यो जस्तै यो तपाईँको 2650 तिरको एरिया चाहिँ नेप्सेले ब्रेक गरेर तलतिर नेप्से झरेको छ। अब नेप्से चाहिँ कस्तो भन्नुहुन्छ भने नेप्से अलिकति प्यानिक साइडतिर चाहिँ गएको छ है। अब नेप्से यो एरियादेखि माथि यो कन्सोलिडेसनको एरिया 2686 देखि माथि नै सस्टेन हुन सक्थ्यो भने चाहिँ अलिकति नेप्सेमा स्विङ आउँछ कि भन्ने हुन्थ्यो। तर नेप्से अब अलिकति चाहिँ राम्रो मोमेन्टममा चाहिँ छैन भनेर चाहिँ हामीले बुझ्नुपर्छ। अब यहाँनिर हामीले हेरौँ है, पहिलो कुरा जस्तै यस्तै नेप्सेले यसरी झरो हैन, यहाँ माथिदेखि नेप्से यसरी झर्दाखेरि यसरी झरो, यहाँनिर अब लोवर लो बनाउने क्रम जारी राख्यो। अब यहाँ पुगिसकेपछि एकैचोटि यहाँनिर नेप्सेमा भोल्युम हाई भोल्युम आयो र नेप्सेले एउटा केही स्विङ लियो, माथिको अप्पर स्विङ, र नेप्से 2757 पुग्यो। र यो पुग्नुमा पनि केही चलखेलको ठुलो छ। त्यो चलखेलहरू म भन्दिनँ, कसले चलखेल गर्यो के गर्यो म भन्न चाहदिनँ हैन। यसरी बुझ्नुहोस् कि यो चाहिँ एउटा बजारबाट निक्लिनको लागि एउटा बनाइएको स्विङ थियो हैन। अब सम्पत्ति शुद्धिकरणको लागि अब को भित्र गएका थिए हैन, भित्र अब गएका थिए। अब उहाँहरूलाई चाहिँ धरोटीमा छुटिसकेपछि एउटा यहाँ चाहिँ एउटा स्विङ आयो। अब कोही मान्छेले फैसला पाउँदैन र धरोटीमा छुट्छ भने ऊ त फेरि पनि कारावासको सजायमा त फेरि जान सक्छ नि त। अब धरोटीमा छुटेको बेला चाहिँ यसलाई चाहिँ एउटा स्विङ लिएर आफ्नो सम्पत्ति व्यवस्थापन गरौँ भन्ने हेतुले एउटा स्विङ ल्याइएको जस्तो चाहिँ मलाई लाग्छ हेर्नुहोस्। अनि नेप्सेको फ्युचर चाहिँ मैले राम्रो देखेको छुइनँ, यो चाहिँ मेरो एनालाइसिस हो है। किनभने अहिले नेप्से चल्ने भनेको नि सोझो साझोको पैसाले भन्दा पनि बाहिरको अलिकति त्यस्तै पैसाले, स्मार्ट मनीहरूले चलेको हुन्छ हैन। अहिले स्मार्ट मनीहरू सबै डराएको अवस्था चाहिँ नेप्सेमा छ। त्यही भएर नेप्से अलिकति चाहिँ त्यस्तै अवस्थामा छ। अब के गर्ने त नेप्सेमा? अब होल्ड भएको साथीहरूले चाहिँ एउटा कसो गर्नुहोस् भने फेरि पनि जस्तै नेप्से म उल्टो देख्छु कि एउटा स्विङ आएको बेला चाहिँ अब तपाईँहरूले चाहिँ एउटा निक्लिने अपर्च्युनिटी हेर्नु होला जस्तो चाहिँ मलाई लाग्छ। अब नेप्सेले यहाँनिर अहिले नेप्से प्यानिक सिचुएसन भयो नि। अब यहाँनिर यस्तो अवस्थामा नेप्से उल्टो भएको छ। टेक्निकल एनालाइसिस पुरै उल्टो जस्तो भएको छ क्या नेप्सेमा। अब सबै ठुलो स्मार्ट मनीहरूले पनि यस्तो अवस्थामा चाहिँ साना ट्रेडरहरूले किन्ने, यस्तो अवस्थामा चाहिँ बेच्ने भनेर उनीहरू अब पहिल्यै थाहा भइसकेको छ। अब नेप्से चाहिँ अब यो जुन हाम्रो तलको यात्रामा देखियो नि, एकदम यहाँनिर यसले यो कन्सोलिडेसनको एरियालाई ब्रेक गरेर तलतिर झरिसकेपछि अब हामी सबै बेच्नतिर लाग्छौँ। स्मार्ट मनीले एकचोटि फेरि बढाउँछ, यति बेला किन्ने बेला भनेर उनीहरूले बढाउँछ र बढी जस्तो गरिसकेपछि फेरि अब चाहिँ किन्ने बेला भनिसकेपछि उनीहरूले बेच्छन् हैन। त्यस्तो अवस्था चाहिँ फेरि पनि नेप्सेमा एउटा सानो स्विङ आउँछ, हेरिराख्नु होला है, आउँछ। त्यति बेला चाहिँ एउटा एक्जिटको प्लान बनाउँदा राम्रो हुन्छ भन्न चाहन्छु। धन्यवाद।